हरि ओम नमो नारायण जयकाल भैरव बाबा तपाईहरूलाई यस रिलिजियस नेटवर्क युट्युब च्यानलमा स्वागत छ। विशेष गरी आज हामी यस पृथ्वीमा भगवान छन् त भन्ने विषयमा कुरा गर्न जाँदैछौँ। यस भिडियोले तपाईहरूलाई धेरै कुरा सिकाउन सक्दछ, त्यसकारण भिडियो अन्तिमसम्म हेर्नुहोला। के साँच्चै भगवान छन् त? कतिपयलाई यस कुरामा विश्वास हुन पनि सक्दछ र कतिपयलाई नहुन पनि सक्छ। प्रत्यक्ष भगवानलाई कसले देखेको छ? के तपाईहरूले प्रत्यक्ष भगवानलाई देख्नु भएको छ? प्रत्यक्ष भेटेर कुरा गर्नुभएको छ? हामी अहिले कलियुगमा छौँ। भगवानको लागि थोरै समय छुट्याउन सक्यौँ भने पनि धेरै फल मिल्दछ। अब हामी भगवानलाई कसरी भेट्ने र भगवान साँच्चीकै छन् कि छैनन् भन्ने कुरामा विस्तृत जानकारी दिन जाँदैछौँ। भगवान सबैको अन्तरआत्मामा हुनुहुन्छ। जो व्यक्ति कुनै स्वार्थ बिना भगवानको सेवा गर्छ वा भनौँ बिहान बेलुका भगवानको पुकार गर्दछ, त्यो व्यक्तिले पक्कै पनि भगवानलाई भेटेको र प्रत्यक्ष कुरा गरेको हुनुपर्छ। जो व्यक्ति असल कर्म गर्दछ, त्यो व्यक्तिले सधैँ भगवानलाई भेटेको हुनुपर्दछ। गरिब दुखी अनि असहायलाई सहयोग गर्ने व्यक्तिले पनि भगवानलाई भेट्दछ। त्यसकारण तपाईहरू यदि भगवानलाई भेट्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो असल कर्म गर्नुहोस्, यानि कि कुकर्म नगर्नुहोस्। हाम्रो यस भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। अब आउने दिनहरूमा पनि हामीले यस्तै नयाँ भिडियो ल्याउने नै छौँ। भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।